हेलो एन्ड नमस्ते साथीहरू। आज चाहिँ हामी इन्डियादेखि काठमाडौँसम्मको ट्रिपको लागि जाँदैछौँ गाइज। हामी चाहिँ आज यस्तो यस्तो बाटो हुँदै जानेवाला छौँ गाइज। भिडियोलाई सुरु गर्नुभन्दा पहिला तपाईँहरू यो क्लिपहरू हेर्नु होला। हेलो साथीहरू, आज चाहिँ हामी इन्डियादेखि काठमाडौँसम्मको ट्रिपको लागि जाँदैछौँ गाइज। आज चाहिँ हाम्रो बस चाहिँ हुनेवाला छ, नेपाल इन्डिया फ्रेन्डसिप बस हुनेवाला छ गाइज। आज चाहिँ हामी बसलाई चलाउँछौँ गाइज। यहाँ चाहिँ पुरै भर्खरै पिच गर्न सुरु हुन लागिरहेको भएर यहाँनिर चाहिँ एकदम अफरोड छ गाइज। हाम्रो यात्रा चाहिँ सुरु गरिसकेका छौँ। नेपाल भारत मैत्री बस चलाउन गइरहेको छ, एकदम हेप्पी छ गाइज। बाटो पनि त्यही अफरोड छ पुरै, सिधै जानुपर्ने हुन्छ। यहाँनिर चाहिँ भर्खर बन्न लाग्यो भएर पुरै यहाँ माथि चाहिँ खतरा बाटो बनिरहेको छ गाइज। हामी चाहिँ रङ साइड आएछौँ। यहाँभन्दा उता चाहिँ बाटो छैन रहेछ, हामी चाहिँ रङ साइड आएछौँ पुरै। हामी चाहिँ बसलाई ब्याक गर्नुपर्ने हुन्छ साथीहरू। म चाहिँ धेरै पहिला आएको हुनाले बाटो हल्का बिर्सेछु, केही छैन। हामी चाहिँ ब्याक गरेर जानुपर्ने हुन्छ। अब ब्याक गर्दै जाउँ। हामी चाहिँ यहाँबाट चाहिँ जानु पर्यो। ल यहाँबाट जाउँ गाइज। सडकहरू चाहिँ भर्खर बनिरहेको हुनाले हामी चाहिँ यहाँनिर चाहिँ पुरै देख्न सक्नुहुन्छ, पुरै समुद्रको भ्यूज देख्न सक्नुहुनेछ तपाईँहरू चाहिँ भर्खर सुरु भइरहेको छ सडक बनाउने काम। यहाँ चाहिँ पुरै वाल पनि भर्खर बनेको छ गाइस। साथीहरू, हामी चाहिँ यहाँबाट सिधै जानु पर्यो। अब बाटो चाहिँ एकदम अफरोड छ गाइस, एकदम अफरोड छ गाइस बाटो चाहिँ, सडक चाहिँ। त्यही पनि जानै पर्यो, कमाइ धमाइ गर्नै पर्यो साथीहरू। गाह्रो छ बस चलाउनलाई पनि। त्यहाँ चाहिँ पुरै भर्खर पिच भइरहेको रहेछ। त्यहाँ चाहिँ देख्न सक्नुहुन्छ पारिपट्टिको भ्यूजहरू चाहिँ साथीहरू देख्न सक्नुहुन्छ। भर्खरै पिच सुरु भइरहेको छ। हामी चाहिँ यहाँबाट सिधै जानुपर्ने हुन्छ साथीहरू। भारत मैत्री बस लिएर, नेपाल भारत मैत्री बस लिएर यहाँबाट सिधै जानु पर्यो साथीहरू। बाटो चाहिँ एकदम अफरोड छ, भर्खर पिच सुरु भइरहेछ, त्यस भएर हल्का। ल साथीहरू, हाम्रो चाहिँ लङ जम्प पछि राइडरले यसरी चलाउनु त। त्यसपछि चाहिँ हामी सडकमा आइसकेछौँ फाइनली। हामी चाहिँ यहाँनिर पुरानो घरहरू पनि देख्न सक्नुहुनेछ साथीहरू। पुरानो घरहरू छ यहाँ चाहिँ। यहाँबाट जाउँ। ल फाइनली गाइज, हामी चाहिँ यहाँ पार्किङ गर्ने ठाउँमा आइसकेका छौँ। र हामी पार्क चाहिँ गर्दैनौँ। यहाँ चाहिँ भर्खरै पुरै जेसिबीहरूले काम गरिरहेको छ। चाहिँ सिधै जानुपर्ने हुन्छ साथीहरू। अगाडि जाउँ यहाँबाट। सो फाइनली साथीहरू, हामी चाहिँ काठमाडौँको नजिकै आइसकेका छौँ।
काठमाडौँ सहरको नजिक आइसकेका छौँ। इन्डियादेखिको यात्रा हाम्रो सफल हुन लागिसकेको छ साथीहरू। र फाइनली गाइज हामी चाहिँ आज यहीँनिर बस्नेवाला छौँ। यतैपट्टि राम्रो होटलहरू हेरेर बस्नुपर्ने हुन्छ साथीहरू। हामी चाहिँ यहाँबाट सिधै जानु पर्यो। अगाडि चाहिँ देख्न सक्नुहुन्छ पुरा काम भइरहेको छ। पुरै काम भइरहेको छ, धमाधम काम भइरहेछ। सो फाइनली गाइज हामी चाहिँ आज यहीँनिर बस्छौँ र फाइनली हामी काठमाडौँ पनि आइसकेका छौँ गाइज। हामी काठमाडौँ यताबाट ट्याक्क काटौँ, त्यसपछि यहाँनिर पार्किङ गरौँ। हामी चाहिँ इन्डियादेखि काठमाडौँसम्मको यात्रा सफल भएको घोषणा गर्दछौँ गाइज। हामी चाहिँ यहीँनिर पार्क गर्छौँ अब। र फाइनली गाइज हामी चाहिँ एक राउन्ड हान्दिउँ न, के छ र गाइज। फुल स्पिडमा हिँड्दैछौँ गाइज हामी चाहिँ। माथि चाहिँ भर्खर लगाइसकेको छ, लगाइरहेको रहेछ। हामी चाहिँ सिधै जाउँ गाइज, सिधै जाउँ गाइज, सिधै अगाडितिर जाउँ गाइज। सो फाइनली गाइज हामी चाहिँ काठमाडौँ नि आइसकेका छौँ। हामी चाहिँ बसलाई यहीँनिर पार गरेर जान्छौँ गाइज। सो गाइज आजको हाम्रो यात्रा यहीँसम्मको लागिरहेको थियो। भिडियो मन पर्यो लाइक कमेन्ट सेयर गरी च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। यसै गरी सपोर्ट गरिदिनु होला साथीहरू। आजको हाम्रो यात्रा चाहिँ यहीँ सकेको घोषणा गर्दछौँ। थ्याङ्क यू।